अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो आर्थिक अपराध अनुसन्धान गर्ने ठाउँमा एउटा फाइनेन्सियल एनालिस्ट छैन, आर्थिक अपराध विज्ञ छैन होइन, फाइनेन्सियल क्राइम इन्भेस्टिगेटर त्यो एक्सपर्टिज त्यहाँ देखिन्न, सिए छैनन् होइन, जसले आर्थिक अपराध अनुसन्धान गर्ने हो त्यो ठाउँमा त्यसलाई महत्त्व साथ राखिएको छैन र तपाईँले भनेको समस्या भएको छ कि अब हामीले जहाँ जहाँ जे आवश्यक पर्छ त्यो राखेर यो कार्यान्वयन गर्ने हो, त्यो पलायन हुन नदिने हो। त्यही भएर सबभन्दा पहिला त अवैध रूपमा आर्जित प्रमाणित सम्पत्ति जफत गर्ने भनेको छ, तर त्यो प्रमाणित भइसकेपछि बेला जफत हुने भयो, त्योभन्दा अगाडि नै होल्ड गर्नुपर्छ। र त्यो होल्ड गर्नको लागि पनि मैले अघि जुन छैन भने त्यो जस्ता एक्सपर्टिजहरू हायर गर्नुपर्छ। हामी ती एक्सपर्टिजहरू राखेर ती अनुसन्धानमा रहेका सम्पत्तिहरूलाई होल्ड गर्ने र प्रमाणित भयो भने जफत गरेर राष्ट्रियकरण गर्ने भनेका छौँ। जफत गर्ने र राष्ट्रियकरण गर्ने स्पष्ट कार्यविधि तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छ। क्लियर छ, हाम्रो तेस्रो नम्बरमा छ यो प्रायोरिटी। दिस इज द एक्सन वी आर गोना टेक फ्रम डे 1। तर फेरि जबरजस्ती गरेर थुन्ने काम चाहिँ हुँदैन, न्यायिक प्रक्रियामा हुन्छ, कानुनी प्रक्रियामा हुन्छ। कोही पनि हात दिनु पर्दैन, जसले चाहिँ जबरजस्ती हिजो चाहिँ मैले कसैलाई अप्ठ्यारो राष्ट्रको कोही मान्छेलाई अप्ठ्यारो पारेको थिएँ त्यसैले मलाई थुन्छ कि हात दिनु पर्दैन। तर तपाईँले हिजो राज्यलाई धोका दिनुभएको छ, यहाँको सम्पत्ति लुट्नुभएको छ, जनताको रगत र पैसाले आएको सम्पत्तिमा चाहिँ तपाईँले चाहिँ दोहन गर्नुभएको छ भने चाहिँ तपाईँ चाहिँ हात दिनै पर्छ।